इङ्ल्यान्ड जुन देशले वर्ल्ड कप जितेको छ र जहाँबाट क्रिकेट सुरु भएको हो, जसको विरुद्ध क्रिकेटमा पहिचान बनाउँदै गरेको देश नेपाल भिड्न जाँदैछ। के इङ्ल्यान्डले नेपाललाई सजिलै जित्छ कि नेपालले मिरेकल गर्ला? आउनुहोस् हेरौँ के रहनेछ नेपालको स्ट्राटेजी। नेपालको सबै म्याच मुम्बईको वाङखडे स्टेडियममा हुनेछ। यो स्टेडियमको रिसेन्ट रेकर्ड हेर्ने हो भने यहाँ म्याच हाई स्कोरिङ र पिच फास्ट बलरको फेभरमा रहेको देखिन्छ। त्यसैले नेपालले 3वटा फास्ट बलर र 2वटा स्पिनरको कम्बिनेसन खेलाउँदा बेस्ट हुन्छ। इङ्ल्यान्ड फियरलेस र एग्रेसिभ ब्याटिङको लागि चिनिन्छ। त्यसैले पावर प्लेमा नेपालको पेसर्सले डट्स निकाल्न र 1-2 विकेट हात पार्न सके प्रेसर इङ्ल्यान्डमाथि आउनेछ। त्यसपछि सन्दीपको विकेट टेकिङ एबिलिटी र शेर मल्लको मिस्ट्री स्पिनले इङ्ल्यान्डलाई अझ बढी प्रेसर दिन सकिन्छ। रिसेन्टमा इङ्ल्यान्डको ब्याटर्स पेसर्स विरुद्ध कन्फिडेन्ट भए पनि स्पिनर विरुद्ध कमजोर देखिन्छन्। स्मार्ट बलर रोटेसन र गुड फिल्डिङले बाउन्ड्रीहरू रोक्न सके इङ्ल्यान्डलाई लो स्कोरमा सीमित गर्न सकिन्छ। नेपालको बलिङ स्ट्रेन्थ त ठिक छ, तर नेपालको सबैभन्दा ठुलो विकनेस नेपालको ब्याटिङ। पछिल्लो वर्ल्ड कपको गल्तीबाट सिकेर अहिले नेपालको ब्याटिङ इम्प्रुभ भएको देखिन्छ। हाम्रो एक्सपिरियन्स्ड ओपनर्सले विकेट बचाएर सोलिड स्टार्ट दिन पर्ने हुन्छ। पावर प्लेमा डिसेन्ट स्कोर गरेपछि नेपालको मोमेन्टम बिल्ड हुन्छ। त्यसपछि मिडल ओभर क्याप्टेन रोहित पौडेलले सम्हाल्नेछन्। रोहितले स्टेडी रन रेटमा इनिङ्सलाई अघि बढाउनु पर्नेछ। डेथ ओभरको लागि ऐरी र गुल्सनको महत्त्वपूर्ण रोल हुनेछ। दुवैसँग बिग शट्सको एबिलिटी भएकाले प्रत्येक डेलिभरीमा अट्याक गर्नु पर्नेछ। नेपालको सबैभन्दा ठुलो स्ट्रेन्थ या भनौँ नेपालको ब्रह्मास्त्र भनेको अलराउन्ड एबिलिटी हो, जसले गेम पल्टाउन सकिन्छ।